नमस्कार, गुमनाम पानाहरूमा यहाँहरूलाई स्वागत छ। आज म एउटा कथा लिएर उपस्थित भएको छु। आज फेरि सफल हुन सकिनँ, माफ गरिदेऊ है। टेबलको छेउमा राखेको प्लास्टिकको बोतलबाट खटखट पानी पिउँदै। उफ, के भइरहेको होला यतिखेर मलाई। यस्तो त म पहिले थिइनँ। समयअनुसार बलियो हुनुपर्ने हो त। रुख बढ्दै जाँदा बलियो हुन्छ, म बढ्दै जाँदा झन् कमजोर। अलिकति बल गरेको भए अझै कति सिडी हारेपछि सफलता छुने हौ। केही गर्छु भन्ने सोचले 700 तिरेर काठमाडौँ छिरेको थियो वीरेन्द्र। गाउँले भाषामा बिरे। पढाइमा अनुशासनमा अब्बल नै भनौँ क्यारे। त्यसैले त घरको कसैले नदेखेको सपना उसले देख्यो। इन्जिनियर बन्ने रहर। इन्जिनियर बन्ने भनेर इन्ट्रान्स प्रिपेरेसनमा गुरु जोते जस्तै एकनास जति नसुरु। +2 सकिन साथ। 17 वर्षसम्म घरको चुलोमा नछिरेको। आजकल चामलमा पानी, तरकारीमा नुन बेसार अड्कल्न जानेको छ। कति तापमा, कति समय, कति तेलमा राख्यो भने आलु फ्राई हुन्छ। सिकेको छ। बस यति हो कि कसलाई मिठो कसलाई नमिठो छुट्याउन सक्दैन। छुट्याओस् पनि कसरी, खल्तीमा राखेको पैसाले मिठो नमिठो छान्ने मौकै दिएन। आज इन्ट्रान्सको रिजल्ट आएछ। 3-4 चोटि आफ्नो नम्बर खोसेको, नभेटेपछि के गर्ने। दिमागलाई मन्द लट्ठा पार्न उही खल्तीको कागजको अनुमति थिएन। टाउको बजार्यो भुइँमा। रिनिनिन्न भयो। तर बाबुआमाको तस्बिर र त्यो रिजल्टको कुराहरू झन् आँखा अघि फनफने। कसलाई भनौँ अब? बाबुआमालाई? ए बा, फेरि फेल भयो हो तिम्रो छोरा। ए पल्ला घरे काकी, तिमीले भने चाहिँ खाडी गएको भए ठिक हुने थियो। म सकिनँ नि, तिम्रो छोरा जस्तो सुपुत्र बन्नै सकिनँ। यही भन्ने। साथीलाई के भन्नु, उनीहरूको खुसीको मौका छोपेर। गर्लफ्रेन्डलाई? ल है, बोयफ्रेन्ड त लास्टै लाटो ग्वाच घोवार छ। यसो गर्छु, गर्लफ्रेन्डलाई चाहिँ भन्छु, तिम्रो लागि म लायकको छैन। अरू हेर, मेरो यो असफलताको अन्धकारमा तिमीलाई तान्न सक्दिनँ। या तेरै कारणले गर्दा मैले सकिनँ। एक त खल्ती खाली, जतिखेर नि तैँले छोड्छस् भन्ने टेन्सनले खान्थे मलाई। जे भने पनि आखिर भलो उसैको हुने थियो। कसलाई भन्ने होला? मानम कोही भेटिहाले, ल अब के भन्ने होला? भगवान्, तँलाई त भेटे भने नि। यो गल्ती तेरै हो। झुपडीमा महलको सपना देखाएको तैँले होइन। बाउले भने चाहिँ खेतबारीमा काम गरेर बाँच्न सक्छन् र मलाई चाहिँ सुटबुटको सपना देखाएर के गरेको? हुन त भन्न पनि कसलाई भनेको होला? आफ्नै दुश्मनलाई। उसलाई त म तडपेको हेर्न मजा आइरहेको छ। कुनाको किताबको ठेलीले उसलाई कोठा बाहिर धकल्दैछ र मनले पनि 6 महिनादेखि गुम्सेर बसेको बालाजीको मैपी मन्दिर हेर्ने रहर गर्दैछ। निस्कियो मन्दिरतिर, भगवानसँग लड्न, भगवानकै अदालतमा। त्यो मैपीको उकालोले स्यास्या पार्थ्यो पहिले त, तर त्यो दिन केही भएन। सायद आज भगवान भेटियो भने गाला पड्काउने रिस बोकेर गएको थियो। माथि पुगेर आज त हात पनि जोडेन। सिधा ढाड देखाएर रेलिङतर्फ गएर शिवपुरीको जङ्गल हेर्न थाल्यो। हिजो र आजको दिनमा बाहिर त उही धुलो धुवाँ उस्तै छ, फरक त केही छैन। मलाई भने यहाँ यत्रो गाह्रो भइरहेछ, तर दुनियाँमा के फरक पर्यो र? ट्वाङ्ग मन्दिरको घन्टी बज्छ। पछाडि फर्कियो। पण्डितले मुखमा हेऱ्यो। मन्दिरको घन्टीले झस्कायो क्या बाबुलाई? आऊ टिका लगाऊ। रिसाएर जवाफ दियो, तिम्रो टिका तिमी नै लगाऊ। तिम्रै भगवानले गर्दा आज आफ्नो मुख देखाउन सकिरहेको छैन। बाबुआमा प्रियसी साथीभाइसँग बोल्न सकिरहेको छैन। मेरो टाउकोको सपनाले आज म न हाँस्न सकिरहेको छु, न रुन सकिरहेको छु, न अगाडि जान सकिरहेको छु, न हट्न नै। के थाहा तिमी नाथे 4-5 संस्कृत श्लोक पढ्नेलाई मेरो अगाडि के भइरहेछ भन्ने कुरा? बाजे मुस्काउँदै, सरी बाबु, तर तिम्रो यत्तिको रिस कोसँग? आफूसँग हो कि, सपनासँग हो कि, हारसँग हो कि, साथीले जित्यो भनेर हो कि? ऊ रिसाउँदै, सबैसँग। तिमी उता जाऊ बाजे, यतिखेर मेरो रिस तिमीसँग छ। बाजे, सेट, म हाँसेकोले गर्दा तिमी रिसाएको हौ कि म तिमी जस्तो रुन्चे नभएर रिसाएका हौ? ऊ, बाजे तिम्रो गाला चड्काउनु पर्ला। अघिदेखि ल्याङल्याङ गरिरहेछौ, जाऊ फुरुक्क। बाजे ठट्यौली पारामा, अनि मेरो गाला चड्कायो तिम्रै हातले। अब भन, कतिौँ चड्काइमा तिम्रो समस्या समाधान हुन्छ? गाला अगाडि बढाउँदै ऊ अक्कन्न बक्क भयो। बाजे औँलाले केही देखाउँदै, ऊ त्यो आकाशमा उडेको चिल देख्यौ? बिरे पछाडि फर्कियो। त्यो अन्डाबाट निस्कन साथ उडेको चिल हो नि? बिरे रिसाउँदै, के भन्छौ? त्यस्तो हुनै सक्दैन, न्यु नखोज, उता जाऊ उता।
त्यही पनि बायोलोजिकल्ली त्यो सम्भव नै छैन। बाजे हो भनेको त्यसको फिजिक्स, केमिस्ट्री, बायोलोजी, म्याथ्स सब डिएनएमा छ। भगवानले भरिदिइसकेका छ, नत्र तिम्रो किताब हेर त। बिरे हुन त हो, तर त्यो असम्भव छ। बाजे किन? बिरे अन्डाबाट निस्कन साथ उसको शरीरमा उड्नलाई चाहिने प्वाँख शक्ति, मसल मेमोरी, एक्सपिरियन्स केही हुन्न। बाजे उता जाऊ, उता ल्याङल्याङ नगर। बाजे तर पनि उडिरहेको छ त। बिरे त्यो त समय लाग्छ। हरेकचोटि उड्दा कति लड्यो, ठोकियो, बाबुआमाले नि खाना दिन छोडे, आफैले खाना जानु पर्यो। यो त बाँच्नको लागि गर्नु पर्यो नि, प्रकृतिको नियम हो। बाजे ठट्यौली पारामा होइन, तिमी जेसुकै भन, त्यो अन्डाबाट निस्कन साथ उडेको हो। बिरे अचम्म मान्दै कसरी? त्यो अन्डा यही मैपी मन्दिरमाथि थियो र तल झऱ्यो अनि फुट्यो, भगवानको पाउमा पर्यो अनि निस्कन साथ उडेको हो। भगवानको शक्ति अपरम्पार छ। बिरे ए बाजे गफको नि एउटा सीमा हुन्छ नि। हाँसको अन्डा चढायो भने अब हाँस उड्न थाल्छ? के कुरा गरे? भगवान भनेर जे पनि भन्ने, अझ आफूलाई पण्डित भन्छौ। प्रकृतिको नियम हुन्छ बाजे। त्यो चिन उडेको छ भने पक्कै 1 वर्ष बार बार लडेको छ। बाजे तिमीले लडेको देख्यौ र? छैन, तर त्यो धेरै कोसिस गरेर मात्र त्यति उचाइमा पुगेको हो। बाजी ठोक्छु। बाजे भो पैसा छैन मसँग, गाला चड्काउने भए चड्काउ बरु। हाँस्दै नमो नारायण भनेर मैपीलाई दाहिने पारेर ओह्रालो झरे। अनेकन कुरा खेल्न सुरु हुन्छ उसको मनमा। नलडी उड्न सकिन्न, प्रकृतिको नियम। थाहा छैन त्यो बाजे को थिए, तर कुरा गर्दा मजा आयो। माँ कसम रुकेगा नहीं झुकेगा नहीं साला। खल्तीबाट मोबाइल निकालेर स्विच अन गर्यो। 984 टोट 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 टोट। बा ढोक गरे उताबाट। भाग्यमानी भएस। म भोलि घर आउँदैछु, कोदो फलेर राख्नु, ढेँडो खाने हो। बा ल ल आइज, बाख्रा खोर बनाउन लागेको हो, आइज, मलाई नि हलुङ्गो हुन्छ। हस्। उसले फोन राख्छ। फेरि मोबाइल उठाएर फोन लगाउँछ। 984 टोट 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 टोट। हेलो, बधाई छ यार। उताबाट थ्याङ्क्स यार। अनि सुन त, मसँग भएको नयाँ एडिसनको बुक लिन आइज। तेरो पुरानो एडिसन काम छैन। अर्को इक्जाममा तैँले आगो बाल्ने हो, बुझिस्? म कुर्दैछु। बिरे ल ल, सिनियर भएपछि मेरो ऱ्यागिङ नलिने फेरि। फोन राख्छ। फेरि अन्तिम फोन लगाउँछ। 986 टोट 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 200। मेलो बाबुको खबर के छ? चेप्राइ पारामा सोध्यो। ठुलो कुरा के भएछ खै? रिसको आगोको ताप त्यहाँसम्म महसुस गर्यो। के को खबर सोधेको? अनि मोबाइल अफ किन राखे? 3 घन्टा भयो फोन हानेको। दिमाग छैन के हो? मोबाइलको अर्को भेटियो क्या? भाउ खोज्न थाल्या हो? आइन्दा अफ गऱ्यो भने पिटपाट गरेर हिँड्न बेर लाग्दैन नि फेरि। ध्यान दिए हुन्छ। यो बोली उसको प्रेमिकाको थियो, तर के थियो? यो गाली थियो कि प्रेम थियो कि डर थियो?